शिक्षकहरूका समस्या जो हामीले त्यहाँ कारणहरू सहित उल्लेख गरेर त्यो प्रस्ताव दर्ता गरेका छौँ। ती कारणहरूका बारे संसदमा छलफल हुनुपर्छ र यसका साथसाथै शिक्षकहरूका जो मागहरू छन्, जो विगतका सरकारहरूले सम्झौता गरेका छन्, सरकार सम्झौता गर्ने त्यसपछि व्यवस्था गर्ने, यो खालको जो विषयवस्तु भएको छ। त्यति मात्र होइन, अब फेरि सरकारले 21 गतेदेखि यही वैशाखको 21 गतेदेखि परीक्षाको चाहिँ कुरा पनि गरिरहेको छ। तर त्यसका लागि आज हामी 16 गते आइसक्यौँ। पछि अनि फेरि हामी के गर्ने हो? एसएलसीका चाहिँ एसई परीक्षाका कापीहरू नजाँचिएका कुराहरू आइरहेका छन्। विद्यार्थीहरू भर्ना गर्ने कुराहरू अलपत्र भएको छ। शिक्षकहरूको माथि दमन भएको छ। शिक्षकहरूलाई उनीहरूका मागहरू पुरा गर्नको लागि वार्तामा ल्याएर उनीहरूका चाहिँ समस्याहरू हल गर्नको सट्टा सरकार त फेरि पानीका फोहरा अनि लाठी बुट यतातिर पो लागेको छ। दमनबाट यो समस्याको समाधान हुने होइन। आम सांसदहरूले यो विषयवस्तुमा उठाइरहेका विषयवस्तुमा गम्भीरतापूर्वक यहाँ छलफल होस् र यी समस्याहरू समाधान हुन्। हामीले प्रतिपक्षको तर्फबाट जो मागहरू राखेका छौँ यसलाई यो हामीले राखेको जरुरी महत्त्वको सार्वजनिक प्रस्ताव छलफल गर्नको लागि सम्मानीय सभामुखबाट हामी सरकारलाई रुलिङको माग गर्दछौँ र सँगसँगै शिक्षकहरूका जो चाहिँ आन्दोलन छ त्यसलाई चाहिँ एउटा निकासका साथ अगाडि बढेर विद्यार्थीका, अभिभावकका र आम जनताका समस्या हल गर्नको लागि हामी सम्मानीय सभाज्यू मार्फत सरकारको जोरदार माग गर्दछौँ। धन्यवाद।